नमस्कार साथीहरू, आज हामी कुरा गर्न गइरहेका छौँ एउटा यस्तो फिल्मको जसले तपाईँलाई अन्त्यसम्म बाँधेर राख्छ। फिल्मको नाम रहेको छ इराट्टा। यो मलयालम साइकोलोजिकल थ्रिलर फिल्म हो। यो हिन्दीमा पनि उपलब्ध रहेको छ। के यो फिल्म हेर्न लायक छ त या समय खेर फाल्नुपर्छ भन्ने यो भिडियोमा हामी जानौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। कथाको सुरुवात एक प्रहरी चौकीमा हुन्छ जहाँ रहस्यमयी हत्या हुन्छ, तर यो केवल हत्याको कथा मात्र होइन, यसका पछाडि लुकेको अतीत पनि बिस्तारै खुल्दै जान्छ। कथा जति रहस्यमयी छ त्यति नै भावनात्मक पनि छ। यदि तपाईँलाई स्लो वर्ण र गहिरो कथा मनपर्छ भने यो फिल्म तपाईँका लागि नै बनेको छ। निर्देशन रोहित एमजी कृष्णले फिल्मलाई निकै उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन्। कथा बताउने शैली र डार्क सिनेमेटोग्राफी फिल्मको सस्पेन्सलाई अझ बलियो बनाएको छ। प्रहरी चौकीको सानो सेट अपभित्र पनि क्यामेराले उत्तिकै तनावपूर्ण माहौल सिर्जना गर्छ। फिल्ममा जोजु जर्ज डबल रोलमा छन् र उनको अभिनय गजबको छ। उनले दुवै पात्रलाई यति कुशलतापूर्वक निभाएका छन् कि तपाईँ नै अल्मलिनुहुन्छ कि कुन असली हो र कुन नक्कली। सहायक कलाकारहरू पनि निकै राम्रा छन्, तर फिल्मको मुख्य आकर्षण जोजु जर्ज नै हुन्। थ्रिलर फिल्महरूमा पृष्ठभूमि सङ्गीत निकै महत्त्वपूर्ण हुन्छ र इराट्टा यसमा पनि उत्कृष्ट देखिन्छ। फिल्मको सङ्गीतले कथा अझ रोमाञ्चक र भावनात्मक बनाउँछ, त्यसैले यो फिल्म हेर्न अति आवश्यक पनि छ। अब कुरा गरौँ हिन्दी डबिङको। यदि तपाईँ मलयालम संस्करण हेर्न सक्नुहुन्छ भने त्यो नै राम्रो हुनेछ, किनभने केही भावनात्मक दृश्यहरू हिन्दी डबिङमा उति प्रभावशाली लाग्दैनन्। तर यदि तपाईँलाई सबटाइटल पढ्न चाहनुहुन्छ भने हिन्दी संस्करण पनि राम्रो विकल्प हुन सक्छ। यदि तपाईँलाई रहस्यमयी, भावनात्मक र उत्कृष्ट अभिनय भएको फिल्म मनपर्छ भने इराट्टा मिस नगर्नुहोस्। तर यदि तपाईँलाई तीव्र गतिका एक्सन थ्रिल मनपर्छन् भने यो फिल्म अलि ढिलो लाग्न सक्छ। समग्रमा म यो फिल्मलाई 4 देखि 5 स्टारसम्म दिन्छु। तपाईँलाई यो समीक्षा कस्तो लाग्यो? के तपाईँलाई इराट्टा हेर्नुभयो? यदि हेर्नुभयो भने कृपया आफ्नो राय कमेन्टमा लेख्नुहोस्। यस्तै अन्य उत्कृष्ट फिल्म समीक्षाका लागि च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस्। अर्को भिडियोमा भेटौँला, तबसम्मका लागि ह्याप्पी वाचिङ।